हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी आइपुगेका छौँ मेरो पुर्खौली गाउँ पर्वत जिल्लाको लाङदी गाउँमा। उहाँ चाहिँ मेरो छोरा एरिन गुरुङ, मेरो मुटुको टुक्रा। हाम्रो आजको मेन उद्देश्य भनेको चाहिँ हामी आज हाम्रो लाङदी भूमिलाई पुज्न आएका हौँ। आज लाङदी भूमि पुज्ने दिन हो, त्यही भएर हामी यहाँ उपस्थित भएका छौँ। ओहो, एरिन कति खुसी भएको होला। अनि हियर कम्स आवर ब्युटिफुल लेडिज, हाम्रो पुइमे मुखिया चेलीबेटीहरू। अनि म पनि छु यहाँ। हेलो एभ्रिवान, हाम्रो चेलीबेटीको तर्फबाट हाम्रो सेम ड्रेस कस्तो राम्रो देखेको है। वाउ, हामी आमा छोरी पनि फोटो खिचिहाल्यौँ। हाम्रो पूजा र ग्रुप फोटो सेसन पछि हामी लाग्यौँ मन्दिर अवलोकनतर्फ। त्यहाँ चाहिँ हामीले धेरै कुराहरू देख्न पाइयो अनि धेरैजना मान्छेहरूसँग चिन्न पाइयो, घुलमिल लिन पाइयो। अनि त्यो बेलामा चाहिँ एरिन आफ्नो दिदीहरूसँग बसिरहेको थियो। त्यसपछि हामी लाग्यो खाना खानतर्फ। खाना चाहिँ एकदमै स्वादिष्ट थियो। त्यहाँको आमा टोली, आमा पार्टीहरूले एकदमै मिठो खाना हामीलाई सर्भ गर्नुभयो। त्यहाँको प्रसाद पनि खान पाइयो, सलिना बहिनीले सर्भ गर्नुभएको थियो। अनि त्यसपछि हामीले त्यहाँको आमा टोलीलाई चाहिँ हाम्रो मुखिया पुइमेटे चेलीबेटीको तर्फबाट सानो रकमले सहयोग पनि गऱ्यौँ। हामी नाच्यौँ, गायौँ, एकदमै रमाइलो गऱ्यौँ, एकदम इन्जोय गऱ्यौँ। अनि हाम्रो आमा छोराको चाहिँ सानो फोटो सेसन पनि गऱ्यौँ, पारीको डाँडो देखाउने भनेर। अनि मेरो छोरा चाहिँ एकदम एक्साइटेड थियो। एरिन गुरुङ चाहिँ ऊ एकदम एक्सप्लोर गरेर आएको थियो कि एकदमै नै इन्जोय गरिरहेको थियो त्यहाँको बाजाहरू, त्यहाँको मान्छेहरू। अनि उसले धेरै आफू जत्रै साथीहरू पनि भेट्न पाएको थियो नि त। उसले एकदम खुसी भएको थियो ऊ चाहिँ। अनि त्यसपछि हामी लास्ट टाइम मन्दिरको टाढाबाटै दर्शन गऱ्यौँ र चाहिँ घरतिर जानको लागि रेडी भयौँ। लास्टमा एरिनले फर्किने बाटोमा आफ्नो माइती भतेबाजीसँग भेट्ने मौका पनि पायो। थ्याङ्क यू सो मच फर वाचिङ एभ्रिवान।